एभ्रिवान आज चाहिँ म तपाईँहरूलाई यो वाटर इन्ट्रिगेसन सोइल वाटर इन्ट्रिगेसनबाट तपाईँलाई मैले अर्को एउटा न्युमेरिकल लिएर आएको छु जसमा चाहिँ सर्वप्रथम हामीले लेखौँ किबन लेखौँ है त किबन के छ भन्दाखेरि हाम्रो किबन के छ भन्दाखेरि हाम्रो यो च्याप्टरबाट मैले तपाईँलाई योभन्दा पहिला भनिसकेँ जम्मा दुईवटा मात्रै फर्मुला छ एउटा भनेको फलिङ हेडको अर्को भनेको एउटा कन्सट्यान्ट हेडको यति दुईवटा तपाईँले फर्मुला जान्नुभयो भने तपाईँको सबै खाले क्वेसनहरू सल्भ हुन्छ है त त्यसमा हाम्रो डायमिटर दिएको छ क्वेसनले यो चाहिँ हाम्रो फलिङ हेड क्वेसन हो डायमिटर क्वेसनले कति दिएको भन्दाखेरि हाम्रो डायमिटर भनेको क्वेसनले कति दिएको 4 cm दिएको छ र यसबाट हामीले रेडियस निकाल्दाखेरि कति आयो भन्दाखेरि 4/2 भनेको 2 cm आयो र हामीलाई स्याम्पलको डायमिटर दिने बित्तिकै स्याम्पलको एरिया भनेको क्यापिटल ए हो र जहाँ चाहिँ ट्युबको एरिया भनेको स्मल ए है त र हाम्रो स्याम्पलको एरिया भनेको कति आयो भन्दाखेरि पाई आर स्क्वायर आयो पाई आर स्क्वायर भनेको पाई इन्टु 2 को स्क्वायर गर्दाखेरि 12.56 सेन्टिमिटर स्क्वायर चाहिँ हाम्रो स्याम्पलको एरिया आयो र हाम्रो स्याम्पलको लेन्थ भनेको क्यापिटल एल जहाँ चाहिँ हाम्रो 18 cm दिएको छ यहाँ देख्न सक्नुहुन्छ 18 cm र त्यस्तै गरी हाम्रो हाम्रो यदि हाम्रो यो पाइपको एरिया भनेको ए द्याट इज 1 सेन्टिमिटर स्ट्यान्ड ट्युबको एरिया र हाम्रो H1 देखि कतिसँग गयो भन्दाखेरि हाम्रो 1 मिटरदेखि 1 मिटरबाट हाम्रो S2 भनेको त्यहाँ 0.4 मिटर चाहिँ हाम्रो आयो र यस पछाडि यसलाई पनि हामीले केमा लिएर जाऊँ भन्दाखेरि सिएममा लिएर जाऊँ जुन चाहिँ हाम्रो 100 cm हो र यो चाहिँ हाम्रो कति भन्दाखेरि हाम्रो 100 cm भनेको 0.4 इन्टु 100 गर्दाखेरि 40 cm र त्यस पछाडि अनि हामीलाई थाहा छ वी हेभ फलिङ हेडको फर्मुला भनेको कोएफिसिएन्ट अफ परमेबिलिटी निकाल्ने फर्मुला भनेको तपाईँलाई थाहा छ एएल बाई क्यापिटल एटी इन्टु एलएन डी बाई H1 बाई H2 अथवा हाम्रो अर्को फर्मुला अर 2.303 स्मल एएल डिभाइड बाई एटी इन्टु लग 10 मा यो चाहिँ लग 10 मा हुन्छ H1 बाई H2 हुन्छ जुन चाहिँ हामीले यो चाहिँ तपाईँलाई सम्झिन इजी भयो सो हामीले युज गर्ने भनेको यो चाहिँ गर्छौँ है त के इक्वल टु स्मल ए भनेको कति भन्दाखेरि हाम्रो 1 इन्टु 18 एल 18 डिभाइड बाई क्यापिटल ए 12.56 इन्टु 1200 हाम्रो टी भनेको हाम्रो कति छ भन्दाखेरि टाइम भनेको 20 मिनट छ जुन चाहिँ टी इक्वल टु 20 मिनट भयो यसलाई हामीले सेकेन्ड लाँदाखेरि 20 इन्टु 60 गर्दाखेरि 1200 सेकेन्ड आयो है त र हाम्रो यो 1200 भ्यालु यहाँ पुट गर्दाखेरि एलएन H1 भनेको 100 डिभाइड बाई 40 गर्दा हाम्रो कोएफिसिएन्ट अफ परमेबिलिटी कति आयो भन्दाखेरि 1.093 इन्टु 10 को पावर -5 मिटर पर सेकेन्डमा चाहिँ हाम्रो यो भ्यालु आयो यहाँ सेन्टिमिटर पर सेकेन्ड आउँछ र यसलाई मिटरमा लाँदाखेरि इन्टु 10 को पावर -2 गर्दाखेरि मिटर पर सेकेन्डमा चाहिँ हाम्रो यसको एन्सर आयो त र त्यसपछि अर्को एउटा क्वेसन भनेको यो पनि एउटा इम्पोर्टेन्ट खाले क्वेसन नै हो जसमा चाहिँ हाम्रो गिभन लेखौँ गिभन लेख्दाखेरि हाम्रो डायमिटर परमेमिटरको डायमिटर परमेमिटरको डायमिटर भनेको डायमिटर डी भनेको कति भन्दाखेरि 82.5 mm दिएको छ यसलाई मिटरमा लाँदाखेरि डिभाइड 1000 गर्दाखेरि 0.0825 मिटर आयो त त्यसै गरी हाम्रो यो डायमिटर अनुसार हाम्रो क्यापिटल ए भनेको कति आयो भन्दाखेरि हाम्रो पाई/4 इन्टु डी स्क्वायर भ्यालु यो गर्दाखेरि हाम्रो पाई/4 इन्टु टी स्क्वायर 0.0825 को स्क्वायर जसबाट हाम्रो भ्यालु 0.00534 मिटर स्क्वायर चाहिँ हाम्रो के आयो एरिया आयो एरिया आएपछि हाम्रो स्याम्पलको लेन्थ क्वेसन दिएको स्याम्पलको लेन्थ कति दिएको छ 460 स्याम्पलको लेन्थ भनेको हाम्रो क्यापिटल एल भनेको 460 mm हुन्छ यसलाई मिटरमा लाँदाखेरि 0.460 चाहिँ यसको के आयो स्याम्पल लेन्थ आयो र हाम्रो डिस्चार्ज क्यु दिएको हो डिस्चार्ज चाहिँ हाम्रो 150 ml पर मिनट दिएको छ र यसलाई मिटर क्युबमा लाँदाखेरि हाम्रो 2.5 इन्टु 10 को पावर -6 मिटर क्युब पर सेकेन्ड आयो हामीलाई थाहा छ कि एक लिटरमा 1000 ml हुन्छ
र 1 मिटर क्युबमा 1000 लिटर हुन्छ भनेर हामीलाई थाहा छ। यही रिलेसन तपाईँले एप्लाई गरेर यसलाई मिटर क्युब पर सेकेन्डमा लान सक्नुहुन्छ। र त्यसपछि आएर हाम्रो हाम्रो अर्को भनेको हाम्रो के छ भन्दाखेरि हाम्रो अर्को भनेको यो चाहिँ हाम्रो स्याम्पलको लेन्थ भयो माथिको। अनि अर्को भनेको के छ भन्दाखेरि अर्को भनेको हाम्रो द हेड बिट्विन द पोइन्ट 240 अपार्ट इज भने चाहिँ हाम्रो डेल एच चाहिँ कति भन्दाखेरि हाम्रो 0.348 मिटर चाहिँ हाम्रो के हो डेल एच हो। त्यस पछाडि हामीलाई थाहा छ स्ट्यान्ड पाइपको डायमिटर भनेको स्मल डी भनेको कति दियो भन्दाखेरि 330 30 mm जुन चाहिँ हाम्रो 30 mm छ। 30 mm भने हाम्रो कति हो 0.03 मिटर चाहिँ यसको के भयो यसको चाहिँ डायमिटर भयो। र हाम्रो यसबाट हाम्रो एरिया चाहिँ तपाईँले निकाल्न सक्नुहुन्छ। र अर्को भनेको हामीलाई थाहा कि डार्सिलबाट के थाहा छ भन्दाखेरि हाम्रो क्यु इक्वल टु केए इन्टु डेल एच बाई एल थाहा छ। जसमा चाहिँ हाम्रो के भनेको कोएफिसिएन्ट अफ पर्मेबिलिटी हामीलाई निकाल्ने हो। र क्यु भनेको कति दिएको छ क्यु भनेको 2.5 इन्टु 10⁻⁻6 इक्वल टु के को के भइहाल्यो। क्यापिटल ए भनेको 0.00534 इन्टु डेल एच भनेको 0.348 डिभाइड बाई एल भनेको कति भन्दाखेरि हाम्रो डेल एच हुँदाको एल भनेको 240 हो नि त। सो यहाँ चाहिँ हामीले 460 होइन कि 240 पुट गर्नुपर्ने भयो। 240 द्याट इज 0.240 गर्दाखेरि हाम्रो यहाँबाट के को भ्यालु कति आयो भन्दा 3.22 इन्टु 10⁻⁻4 मिटर सेकेन्ड चाहिँ हाम्रो के आयो यसको कोएफिसिएन्ट अफ पर्मेबिलिटी आयो। र हामीले कोएफिसिएन्ट अफ पर्मेबिलिटी आइसकेपछि हामीलाई क्वेसन निकाल्न पठाएको टाइम निकाल्न पठाएको र हामीले फलिङ हेडको टाइम निकाल्न पठाएको। सो हामीले के गर्नु भन्दाखेरि फलिङ हेडको लागि हाम्रो कोएफिसिएन्ट अफ पर्मेबिलिटी निकाल्ने भनेको एल डिभाइड बाई 80 एलएन h1 बाई h2 जहाँ चाहिँ हाम्रो यो टी निकाल्ने भनेको यो भन्दाखेरि एल बाई केए एलएन h1 बाई h2 आयो। जसमा हाम्रो टी भनेको कति भन्दाखेरि हाम्रो ए भनेको π/4 इन्टु डी स्क्वायर इन्टु एल भनेको हाम्रो एल भनेको 0.404 यसमा चाहिँ हाल्नु बल्ल माथिको यसमा बल्ल हाल्नु माथिको के राख्नु त एल चाहिँ राख्नुपर्छ है। त्यसपछि 404 डिभाइड बाई 3 के को भ्यालु कति भन्दाखेरि 3.22 इन्टु 10⁻⁻4 इन्टु ए भनेको एरिया 0.00534 इन्टु एलएन 1.236 बाट 0.840 चाहिँ हाम्रो के भयो घट्यो भनेर तपाईँले यहाँ दिन सक्नुहुन्छ। हाम्रो चाहिँ पाइप स्ट्यान्ड पाइप लेभल वाटरको लेभल चाहिँ हाम्रो 1236 mm देखि 840 सम्म घट्यो। सो हामीले एच1 भनेको अगाडिको एच2 भनेको पछाडिको राख्दाखेरि हाम्रो टाइम भनेको त्यही भन्दाखेरि हाम्रो टाइम भनेको हाम्रो 72.8 सेकेन्ड चाहिँ हाम्रो के आयो टाइम आयो। यो चाहिँ तपाईँले यसरी गर्न सक्नुहुन्छ। यो पनि हाम्रो एकदम इजी खाले क्वेसन हो। तपाईँले अलिकति ध्यान दिनुपर्ने कुरा कहाँनिर भन्दाखेरि तपाईँले हो यो यल चाहिँ हाम्रो यो माथि डेलेज हुँदाको यल चाहिँ तपाईँले राख्नुपर्ने हुन्छ। सो डेलेज भनेको कहाँनिर भन्दाखेरि 348 हो। यति बेलाको हाम्रो एल भनेको त्यो 240 हो। सो तपाईँले यो चाहिँ ध्यान दिनु होला। र त्यसपछि अर्को फलिङ हेडमा त तपाईँले माथिकै राख्नुपर्ने हुन्छ जुन चाहिँ 460 चाहिँ हो हाम्रो यल चाहिँ। र आजको लागि यति नै। योभन्दा पछाडि म तपाईँलाई अर्को खाले एउटा क्वेसन ल्याउनेछु। त्यति बेलासम्मको लागि गुड बाई टेक केयर।